हेर्नुहोस् न साथीहरू, यो हेबिस्कस कस्तो दामी भएर फुलेको छ। अनि फुलिसकेको भागहरू चाहिँ यसरी गरेर सबै निकालिदिनुहोस्, नै त लाई किराले एकदम मन पराउँछ यो फुललाई चाहिँ। अनि लाइले गुड लाउँछ, त्यस कारणले चाहिँ सुकेको भागहरू चाहिँ हटाउँदै गर्नुपर्छ। अनि हिजो त्यत्रो पानी परेर पनि हेर्नुहोस् न यो बोट रुखा भएको कुरा चेक गर्नुपर्छ। अनि चेक गरिसकेपछि अनि पानी दिनुपर्छ। अनि हेर्नुहोस् न, मैले मेरो साथीहरूको अर्डरै पुऱ्याउन सकेको छैन। यसरी डबलमा यसरी महिलो कति अर्डर गर्नुहुन्छ, अनि मैले कति सार्ने कोसिस गरेँ, सर्दैन हौ साथीहरू। किन यो के। अनि यो सुन्तला रङको छ, ऊ परसम्म मजाले फुलेको छ। अहिले चाहिँ बुटुङटुङ फुल्ने बेला भइसक्यो है त। अनि हजुरको चाहिँ नर्सरीबाट लिँदाखेरि चाहिँ सिङ्रिङ्ग भएर गएको छ भने चाहिँ हजुरले मुन्टा चुडाइदिनुहोस्, अनि यस्तै गरेर बुस्सी हुन्छ। अनि मेरो त जङ्गल भएको छ, यत्रो अल्गो भएको छ भनेर भन्नुहुन्छ। अनि हजुरले काटछाट नगरेर त्यस्तो भएको है त साथीहरू। नै त भने यो मेरो 4 वर्ष 5 वर्षको बिरुवा हो, ठुल्ठुलो हुन्थ्यो होला नि त होइन। तर मैले समयमा अस्ति मैले फेब्रुअरी महिनामा यस्तो कटिङ गर्ने बेला भयो, सर्यो सर्छ, नसरे सर्दैन, कटिङ गर्नुहोस् भनेको थिएँ, गर्नुभयो होला सायद, सर्दै पनि छ पनि होला, कसैको सरेन पनि होला। अनि अहिले चाहिँ मजाले एकमुष्ट फुल्ने बेला भयो, कमिला लाग्न थालेछ। कमिला लाग्यो भने चाहिँ यो बुझ्नुहोस् कि अब लाई किरा आउन थालेको छ भनेर चाहिँ सोच्नुहोस् है त। हजुरले बजारबाट नर्सरीबाट किन्दाखेरि डबलको चाहिँ यसरी ठुलो भएर गोलो भएर यस्तो हुन्छ यो यसको कोपिला। अनि सिङ्गलको चाहिँ कोपिला यसरी लाम्चे हुन्छ, यस्तो चुच्चो परेको हुन्छ सिङ्गलको चाहिँ। अनि त्यहीँबाट हजुरले पनि अब थाहा नहुने साथीहरूलाई भनेको बुझ्नुहोस्, बुझ्नुभयो होला। डबलको चाहिँ डल्लो हुन्छ भने सिङ्गलको चाहिँ यस्तो लाम्चे हुन्छ है त। हेर्नुहोस् यो कपिला देख्नुभएको छ नि, डबलको यस्तो हुन्छ। अनि यहीँबाट छुट्टाएर हजुरले किन्नु सक्नुहुन्छ।